ओइ हाम्रो ग्यारेन्टी त अब लगभग सकेको हो नि तिमीले काम राम्रो गर्यौ नै भाइ यो त्यो पर नरा जाँदैन क्या ठुलो पो छ त त्यहाँ बस्यो भने भरे पत्ताइ जाँदैन क्या अनि भरे पत्ताइ अन्तिममा कुरा त मैले बुझेकै हो Lanjut. Ya. Ayo lanjut. Còn đây là anh phải trả được đấy. एक मुरी लगाएर निखिलालाई पठाइदिउँ न
यो पनि खटेराको बिहान दिउँसो गएर बिहान दिउँसो त यही घाँटेर खुङ्गाएर आएको मान्छे कसको के मैले त्यति काम नगरी आएको भनेको क्या मैले त्यही तपाईँले अनि तँलाई मैले काम गरेको छैन भनेको छु त के बोले तैँले के बोले भाइ कति मुरी भयो बाबाहरुको 9 मुरी माथि कस्तो रन्जुवाको होइन कति पानी उठ्यो त हो भयो त्यहाँ हो भयो कति माथि हो त राम्रो छ त पानी फेरि हाम्रो खेत भत्किन्छ भनेको छ काकाले यसले पानी आउँदै हो नि त माथिबाट झरेको पनि निकास झरेको पनि हाम्रोमा यत्रो यत्रो खाल्डा खाल्डो समाबाट झरेको भएको अनि चिम्झ्या माटेर पानी पुग्यो अन्त खाले चाहिँ सोला टार गरे बाजेर आरबोटेमा मात्रै लगाएको लगाएको छैन नि अन्त त त्यो तलतिर त त्यति लगाएन हो त्यहाँ हाम्रो यत्रो यत्रो भएछ सोधे काले ठ्याक्क पछि भरे ठ्याक्क भरिदियो लगाउन भर नपायो त्यति डालोको हिसाबले गर्दा सब मिलिहाल्छ क्या भरे डालो अर्थ आएन सन्जुरीको फेरि ए सन्जेम 15 तुरन्त निरायो क्या सानो रहेछ नि त अनि त्यो त चाहिँ के गरेछ त हो नेट ड्युटी सन्जेरको नाइट त ड्युटी दिउँसो त मलाई भेट अनि तपाईँ त माथि पुग्नुपर्ने तपाईँलाई तपाईँ त माथि पुग्नुपर्ने त म यस्तै हुनुपर्ने हो अनि कोही नि त्यसो गएँ त मैले ओराएँ मन्जु दाइ लोकल छ नि त खै तपाईँको ठाउँनुपर्छ हौ 1 2 3 अब त्यो उमा सबै थप्नु पर्छ बिउहरुमा थप्दा भइहाल्यो नि थप्दा हुन्छ नि त पाठिया पाठमै त छ नि कटिहाल्छ होला कसरी 1 2 अन्त खेलमा धेरै पो फलेर जाने भाइ वाइ भइला तपाईँ नबोल्नु है हेर नबेल न त भाइ धामलाई कम त हेर्दै राखेँ हो नि त बसेर हेरे होला नि त यहाँ 7:30 मुनि पढ्ने मान्छे त अघि यहाँ पढ्नु चुप हुनु अडिसक्यो कसले तिमी होइन म त यसो हेरेको 7:30 होइन म त बोल्दिनँ होइन एक्लै भएर फलानु भन्नु अब तिमीले अब धानको त्यो रासको भरेको हो सामान त होइन 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 म चाहिँ हुँदैन यो त म त फेरि काट बोलेको त फेरि काटेर नि ट्याक्क ट्याक्क मिलाइदिन्छु नि म फेरि भरे नलाउने काम चाहिँ गर्ने के यस्तो खाना हो के तिनवटा त्यहाँ यसले 4वटा 4वटा म त चारजना चिकन पुछ कहिले बोक्नुपर्छ क्या चिकन पुछ पर्छ यहाँ दर्दैन यहाँ ढाँडा दर्ने लान सजिलो ढाँडा दर्ने बोकिन्छ भने क्या 24 भन हेर न 24 हेरे त पहिला गारवाला त साइला थियो नाम लगाएको छ ठिको पढ्नु पर्ने हुन्छ नामलाई यालौ न मिस्टर नौगुरी भन्दा अलिकति माथि हुन्छ पालो यतै हो नलाउने 25 जाँदैन ढोक्रामा मात्र नलाऊ 25 मान्छन् गन्ती गर्नु फेरि ढुक्न मात्र लाएर फेरि कतिजना छौँ हामी हामी चाहिँ यता 3 जना छ यतै छ अझ मतलब ओ ढोको 4टा छ अब यहाँ मान्छे 3 जना अनि
अब थप न थप के सकिन्छ क्या यो भोटाङ्गे धान त हल्नु नि मेरो नाम हो 26 हाल्न त विज्ञान दोक्रो त कहाँ पुग्नु त मलाई एउटा सबै दिदिन त हो नि पादेऊ हो हो तपाईँ के त नखाऊ होइन नाइ चाहिँ एकजना हो तिनटामै एकैजना हो ल जान्छु नि लाएर म जान्न भनेको छु के गर्नु र यहाँ तयार बनाउँछु यहाँ यसरी यहाँ हाल भनेर यहाँ नछले ढङ्गले 27 जान्न होला ओ जान्नु पर्ने हुन्छ काले 27 डाले वाला डाले नि डाले वाला तिनटामा लाग्यो थाहा भइगयो है थाहा भयो त अब 3 यता लागेपछि बराबरी हुन्छ 3 डालो काले तपाईँ पढ्ने चाहिँ त्यति हो हजुर त त्यसो नहुनु है काले त्यो हुँदैन नि त यहाँ लगाउनुहोस् ठन्डा पोखेला भयो के धान पखाउनु होइन अझै 5 त्यति लगेर त नो एक डाल यस्तो लाउने भनेर त्यहाँ आधी आउने क्या आज कति 3 डालो कि 4 डाल्छ भाइ बरु सबै लाउनु नमार्दा भन्न भन न भन्नाम छु अनि प्लास्टिकको भन्छ यहाँ यहाँ नि होइन यहाँ म हेर्दा कहाँ हुनुहुन्थ्यो अघि अनि कोही त पास भएन होला नि त म हेर्दै त्यसले 8 हो 29 त्यो 15 पार्टीकोले गर्दा त्यसले खाप्नु 8 हो दिन्छ म हेर्दै 29 सकिँदै क्या यो भने अब एक डाल हो यता अनि बराबरी हुन्छ 5 मिनेट भन्नु नि 5 मिनेट म अनि बिजुले भागमा भन्दैछ ठ्याक्कै भागमा त भनेको नि मैले त्यति र कुरा त जहाँ अन्तिमा मिलाउनु पर्ने हुन्छ कुरा भागमा भने हो क्या हो म त समाति छु मसाइकोमा जमिन बक्सा त एक ए ल अठ्या ल बराबरी भयो अस्ति भाइ यहाँ नलाइदिएर उतै हर्ला नि त अझै कति 2 किलो पो छैन भाइ ला उठे मान्छे छ त अर्को बराबर त्यो मलाई क्या ना यति पो गेलन उठा भाइ आठा भने त उतै धोका खाइदो मेरो दुईटा खाइदो यहाँको मान्छे पुग्दैन हुन्छ त्यहाँ लाउनु पर्छ क्या जमिन चल्नु मान्दैन एउटा साधी रहन्छ फेरि यो मनगितेको परेको थियो हजुर अनि कहाँ उठ्नु 10 तारिखको त बिउको निकाल्नु त्यहाँ अलिकति थप्नु ए ना ना गले म त्यसपछि भाइ म अरे तिमी पनि मुरी बोक्छौ तँलाई अघि नभन् भनेको नि मैले मुरी बोक्छला अघि नागिसकेको बोक्ने नि 15 पासी हुन्छ क्या तिम्रो अरू मुरी बोक्ने भयो 15 पासी नआनेर बोकाउने नि हामीले भेटिँदैन नि बाजी राख्नु पर्ने रहेछ 5 मिनेट अहिले हिँड्नु बाजी राख्छ निगे एक मुरी भारी बोकेर हैन निगेर हैन यो पकिन्छ त र त बाँदरहरु पसिहाल्नु पर्यो न त बराबरी भयो बराबरी भयो आगे त थपु के पनि बडा बडा हो चारवटा ए यतापट्टि अझै धेरै हुन्छ भूमे पाछे बिउ गर्दा अझै 15 पातीहरु हुन्छ अब यसले एक पिस हो यो ओइ यहाँ आउ न एक पिस यहाँ सालो खाप्न त पुग्न त पछि कालो बेसी भयो यता निकाल्दैन यसलाई बाहिर निकाल्दैन अब तपाईँले एक हाल्नु मुरी भयो है त्यो दाँतले ठोकेर उठायो यो उति माथि खाप्नु न भाइ अब त्यो खाली किन त बस नै सकिन नि
निस्किँदा फेरि त चपाल दिँदै दुवाटै आयो हेरेर हाल्नु न अलिक टुक्रो खडा बनाइन्छ अनि दुईजना उठि हाल्दिनु अब उतापट्टि 8 भएन बाबु म त भर्ने मात्रै हो फल्नु चाहिँ 9 क्रस गरेछ हैन हिसाब गर्दा त 8.5 को हिसाब गर्दा हुने रहेछ बिउ भाइको हैन होइन 32 त पुग्यो 8 चौके 32 भयो 8 भइगयो 8 मिनेट भइसक्यो उता त बिउको त अलग छ अलग भनेपछि 10 मिनेट पुग्यो होइन भाइ 10 कहाँ 40 10 भनेको 40 डालो नि 10 मिनेट नि र त 32 अनि उता गएर बिउरा उडेको कति भयो 33 भयो 33 माने 3 प्लस 9 मुरी भयो 9 मुरी भयो त्यो 15 बासी दिसैले 9.5 मुरी भयो तिमीले जति आउँछ त्यसको हिसाब गरेर चाला मार्नु सक्यो अस्ति मेरो बेचत भएको थियो आज म भागमा भन्दै तपाईँ त डबल त नआएको नि त म होइन डबल जानु पनि त तपाईँले त्यो 3 मुरी कति कम बोल्नु भएको म हेरेर आधी भयो कहाँ तपाईँ मैसाहरूकै अब एक डालो पुग्छ त पुग्दैन अब आधी आधी गर्नु क्या अलिकति लगाइदियो भने उठाएर मन्दिर त लगाइदिँदा भइगयो नि त्यो अलिकति उठाएर लगाइदियो अब त्यो हुन्डी बुन्डीको भयो अब अलिक लगाऊ अलिक अलिक लगाऊ अझै थुप्रो छ उता लगाइदिनु अर्को 39 डालो भएन अहिलेतिर अहिले